हेलो साथीहरू, यो थोरै लगानीमा बिजनेस कसरी गर्न सकिन्छ, मलाई खाली पनि बस्नु भएको छैन र फुल टाइम म अफिस टाइम काम गर्न पनि सक्दिनँ भन्ने साथीहरूको लागि है यो भिडियो चाहिँ। यो चाहिँ मामु साथीहरूको लागि भनौँ न। विशेष गरी उहाँहरूले चाहिँ थोरै लगानीमा कसरी बिजनेस गर्न सकिन्छ, तपाईँले कसरी सुरु गर्नुभयो, हामीले गर्न सक्छौँ कि सक्दैनौँ भनेर धेरैजनाले मलाई मेसेज गर्नुभएको थियो कि हजुरहरूले थोरै लगानीमा गर्न सक्नुहुन्छ, मजाले नसक्ने होइन तर मेन कुरा के हो भने कन्फिडेन्ट लिएर आउनुपर्ने रहेछ। अनलाइन बिजनेस भनेकै कन्फिडेन्ट हो साथीहरू। अनि मैले चाहिँ त्यो मिस्टेक गरेँ, हजुरहरूले चाहिँ त्यो मिस्टेक नगर्नु भनेर मैले हजुरहरूलाई त्यो सजेस्ट गर्न खोजेको कि खासमा म मिडिया फिल्डबाटै आएको मान्छे हो होइन, तर मैले क्यामेरा फेस गर्न सकिनँ क्या। लगभग मैले 4 वर्ष भयो अनलाइन सुरु गरेको होइन। अनि यति लामो समयसम्म मैले भिडियो बनाउने, भोइस ओभर गर्ने, हाल्ने, फेस चाहिँ रिभिल गर्न सकिनँ क्या। अगाडि क्यामेराको अगाडि बसेर म बोल्नै नसक्ने होइन। अनि त्यस पछाडि अब त्यो भएपछि त त्यही अनुसार भयो नि त, सेल पनि त्यही अनुसार भयो। अनि अब आफू बोल्न पनि अलिक कम्फर्टेबल पनि नहुने कि, बाहिर त बोल्न मजाले सक्ने, अब मिडियामै काम गरेर आएको मान्छे हो म, बोल्न त मजाले सक्छु नसक्ने होइन। तर मैले क्यामेरा फेस गर्न नसकेर भनौँ कन्फिडेन्ट नभएको, मैले यो सानो बिजनेस सुरु गरेको छु, मैले गरेको बिजनेस चाहिँ अरूले देख्यो भने के भन्छन् होला हो, यस्तो काम गरेछ भनेर भन्छन् कि मलाई भन्ने मेरो त्यो त्यस्तो लागेर क्या, कन्फिडेन्ट नै नआएर होला सायद अब। अनि मैले चाहिँ क्यामेरा फेस गर्न नसकेर मेरो चाहिँ सेल कम भएको हो खासमा सुरुमा चाहिँ। अनि मेन भनेको चाहिँ हजुरहरूले कन्फिडेन्ट लिएर आउनुहोस्। थोरै लगानीमा अब मार्जिन भनेको त्यस्तै हो होइन। थोरै लगानीमा हजुरहरूले आफूलाई बिजी राख्न, आफू इन्डिपेन्डेन्ट हुनको लागि काम गर्न सक्नुहुन्छ। अनि अब यो सामान कहाँ पाइन्छ, कसरी लिने, अनि कसरी काम सुरु गर्ने, कसरी सिक्ने, यस्ता कुराहरूमा चाहिँ हजुरहरू अल्झिराख्नु भएको छ होइन। म गर्न चाहिँ चाहन्छु तर मैले गर्न सकिरहेको छैन भनेर कतै अल्झिराख्नु भएको छ भने अहिले त सोसियल मिडियाहरू एकदमै राम्रो प्लेटफर्म छ नि त। अनि त्यसरी अल्झिराख्नु भएको छ भने चाहिँ हजुरहरूले हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ, हामी सजेस्ट गर्न सक्छौँ। अब यो माला ब्रासलेटहरू भयो होइन, अनि त्योभन्दा त्यसका अलावा अरू पनि कामहरू हुन्छन् नि। अब यो बुक्कीहरू भयो, अहिले यो सोसियल मिडियामा त्यो पनि छ है। यो सामानहरू कहाँ पाइन्छ, कसरी ल्याउने, कसरी गर्ने भनेर चाहिँ हामी हजुरहरूलाई सजेस्ट गर्छौँ है। अनि एकातिर हजुर इन्डिपेन्डेन्ट हुँदै जानुहुन्छ भने अर्कोतिर हजुरको कन्फिडेन्ट बढ्छ होइन। अब थोरै लगानी हजुरको धेरै बन्दै जान्छ नि त। हजुरले 8-10 हजारबाट सुरु गरेको लगानी हजुरको 30-35 हजार 50 हजार पुग्नु भने पनि ठुलै हो नि त। त्यो अब टाइम म्यानेज गरेर थोरै बिस्तारै त्यसरी गर्न सक्नुभयो भने 1-2जनाले मात्र पनि मेरो भिडियो हेरेर 1-2जनाले मात्र पनि व्यवसाय सुरु गर्नुभयो, अथवा आफूमा कन्फिडेन्ट बिल्डअप गरेर कुनै काम गर्छु भनेर अगाडि बढ्नुभयो भने मेरो लागि चाहिँ त्यो चाहिँ ठुलो प्रगति हुनेछ है त साथीहरू।